मर्निङ साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ भइसकेको छ 2083 सालको वैशाख महिनाको 1 गते, यानि कि नयाँ वर्ष। अनि नयाँ वर्षको सबैजनालाई, मेरो भ्युवर्सहरू, मेरो भिडियो हेरेर हेर्नुहुने सबैजनालाई नयाँ वर्षको, नेपाली नयाँ वर्षको शुभकामना छ। गाइज हामी चाहिँ अब काठमाडौँ जान लागेको। अब न्यु इयर पनि छ, मनाउनको लागि बार्षिक उत्सव पनि हो है गाइज। ल अब हामी चाहिँ देखाइदिने ल गाइज, हामी चाहिँ अब होइन मादल बजाउन लागिरहेको छौँ। अब होइन हाम्रो मादल सुरु भइरहेको छ गाइज। ट्राई मात्रै ल स्टार्ट। मादलको धुन सुन्नु लागि ल साथीहरू, अहिले चाहिँ हामी छौँ मोर्निङमा। अनि अहिले चाहिँ एकछिन खाजा नास्ताको लागि सानो ब्रेक लिइरहेछौँ हामीले। ल साथीहरू, हामी चाहिँ यहाँ कहाँ हो र यो हामी अब हामी ठ्याक्कै सुरुङनिर पुग्न लागेको छौँ होइन। यहाँ चाहिँ गाडी बिग्रेछ, त्यो भएर अब एकछिन टाइम लाग्छ, आधी घन्टा जति लाग्छ होला होइन गाइस। र गाडी बनिसकेर पनि हाम्रो यात्रा सुरु भइसक्यो गाइस। अहिले चाहिँ हामी काठमाडौँ आइसकेको छौँ गाइस। अब चाहिँ हामी हाम्रो होटेलमा गएर हाम्रो यो बाजाहरूको व्यवस्थापन गर्नुपर्छ। ल हामी चाहिँ हाम्रो स्टे गर्ने ठाउँमा आइपुग्यौँ। ल साथीहरू, आज चाहिँ हाम्रो प्रोग्राम हुँदैन। हाम्रो मेन प्रोग्राम चाहिँ भोलि हुन्छ। अनि आज चाहिँ हामी बस्ने ठाउँमा आइसक्यौँ यहाँभित्र। अब आज बेलुका रमाइलो हुन्छ होला। आज रमाइलो भयो भने चाहिँ म देखाउने छु गाइस तपाईँहरूलाई। ल यहाँ हाम्रो साथी भेट भइसक्यो। अहिले चाहिँ हामी यस्तो वाकिङमा। ल साथीहरू, यहाँ चाहिँ हामीले महावीर कुन सरलाई भेटिसकेको छौँ। बुक बेच्दै हुनुहुँदो रहेछ। ल यस्तो रहेछ। ल ल गाइज, हामी चाहिँ एकछिन अब यस्तो हावा खानालाई स्वयंको दिन लाग्यो। ल साथीहरू, हामी चाहिँ यहाँ स्वयंको इन्ट्रान्समा आइसक्यौँ, गेटमा आइसक्यौँ। अब माथि चाहिँ थोरै हिँड्नुपर्छ हामीले। 500 मिटर क्यालिस्थेनिक बार भएको कता हो? क्यालिस्थेनिक बार भएको चाहिँ म बोल्छु गोपालको। सो फाइनली हामी पुगिसक्यौँ होइन। र गोपालको भ्लगमा सबैलाई स्वागत छ। हामी चाहिँ स्वयम्भू आइसकेको छौँ गाइस। र अब स्वयम्भूको भ्यू देखाउँछौँ हजुरहरूले। कस्तो गर्मी भयो, पसिना आएको छ। सो नेक्स्ट चाहिँ अब के हुन्छ, अगाडि स्वयम्भू अगाडि भ्यू देखाउँ। ल है यो स्वयम्भूको भ्यू। ल साथीहरू, हामी टपमा कहाँ गयो भाइ? हामी चाहिँ यहाँ टपमा आइसक्यौँ। अनि यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ। अनि प्रदूषण बारेमा 2 शब्द जाओस् गोपाल। यो काठमाडौँ चाहिँ एकदम यो धुवा धुलोले ओभर पोल्युटेड भइसकेछ। अनि वर्ल्डको नम्बर 1 पोल्युटेड सिटी। अनि यस्तो पुरै धुवा धुलो छ। ल साथीहरू, अब चाहिँ हामी आफ्नो रुमतर्फ फर्किँदैछौँ। साथी तिमी के भयो? तिम्रो सेलेक्सन के भयो? मेरो सेलेक्सनको कुरा गर्नुपर्दा चाहिँ अब फाइनलमा चाहिँ मेरो 4 दिनको सेलेक्सनमा चाहिँ म
लास्ट डे मेरो लास्ट रिजल्ट आउँछ नि त लास्ट डे चाहिँ त्यो हियरिङको रिजल्ट बाँकी छ भने आउँछ म त्यसको पर्खाइमा थिएँ होइन ट्याक्क गल्ला आयो है अब रिजल्ट बाँकी छ मेरो हियरिङको एउटा लिदिएको नि त मैले ट्याक्क अनि जेको डर थियो त्यही भयो कि ट्याक्क मेरो बिप नम्बर भनिदियो कि अनि जब त्यो गेटको त्यो इमेजिन भयो कि अब गेटबाट निस्किनु पर्छ झोला बोल्दै रुँदै त्यसपछि चाहिँ आम्मा त्यो हार्डेस्ट मुमेन्ट अफ माई लाइफ होइन त्यो मुमेन्ट चाहिँ कसैलाई पनि नहोस् अब आउने इन्टरको साथीभाइहरूलाई नि जो फाइनलमा पुग्छ अब कोही त कोही फालिनै पर्छ कोही त कोही भर्ती लाग्छ नि त त्यही हो त्यो मुमेन्ट चाहिँ एकदम हार्डेस्ट अझै पनि याद आउँछ आर्मीको फाइनलमा पुगेर चाहिँ मेडिकल लास्ट डेमा मेडिकलको चाहिँ हियरिङमा होइन इन्टरभ्यू दिनुभन्दा अगाडि हियरिङको समस्या भनौँ न के भनौँ है अडियोमेट्रीमा अब त्यो हियरिङको उसै भनौँ न हियरिङमा फेल भयो हियरिङमा चाहिँ अलिकति प्रब्लम आएर चाहिँ के भन्छ त्यसलाई दुर्भाग्यवश भर्ती लाग्न सफल भएन तर त्यही पनि केही छैन जे हुन्छ राम्रोकै लागि हुन्छ त्यो लाइफ पारेर बन्नुपर्छ नि दोकान अब बाला ल साथीहरू अहिले चाहिँ हामी स्वयम्भूबाट फर्किँदैछौँ अब म एकैचोटि फर्केर रुम पुगेपछि भेट्छु है त साथीहरू ल साथीहरू अहिले चाहिँ हामी हाम्रो होटेल आइसक्यौँ अहिले चाहिँ हाम्रो डिनर टाइम भइसकेको छ अनि हामी डिनरको लागि चाहिँ हामी तिनजना हाम्रो बोइजहरू चाहिँ एकदम तयार रेडी अवस्थामा छ अनि हाम्रो बोइजहरूले चाहिँ यो सब खुर्सानी भ्याउने आज टार्गेट छ सबभन्दा धेरै चाहिँ यो भाइले खान्छ अरे ल यहाँ चाहिँ नाचगान भइरहेको यता आमाहरू हुनुहुन्छ हेलो साथीहरू गुड मर्निङ अनि आज चाहिँ भइसकेको छ डे 2 वैशाखको 2 गते अनि आज चाहिँ हाम्रो प्रोग्राम हुँदैछ है अब हामी चाहिँ अब यहाँ फ्रेस भएर अब हामी प्रोग्राम हुने ठाउँमा गइन्छ खाजासाजा खाइन्छ त्यसपछि हाम्रो र्याली हुन्छ अनि त्यसपछि म अब उहाँको वहीँ देखाउने छु तपाईँहरूलाई सो स्टे ट्युन गाइज र साथीहरू हामी रेडी भएर अब हामी निस्किसकेको छौँ अब तल गएर चाहिँ सबैजना भेटेर चाहिँ बल्ल अनि हामी बसमा फेरि समाजघरतिर गइन्छ अनि त्यसपछि खाजासाजा खाएर र्याली सुरु हुन्छ हाम्रो सन्धि तिमीलाई कस्तो लागिरह भनिदिनु पऱ्यो ल साथीहरू हामी चाहिँ प्रोग्राम हुने ठाउँमा आइसक्यौँ प्रोग्राम हुने ठाउँको माहौल यस्तो छ ल साथीहरू अहिले चाहिँ हामी खाजाको लाइनमा छौँ यहाँ खाजा लिँदै ल अहिले चाहिँ हाम्रो लगभग खानपिन भएर खाजा चाहिँ खाएर सकिसक्यो अब चाहिँ हाम्रो केही बेरमा हाम्रो र्याली सुरु हुन्छ गाइस ल हाम्रो स्टार्टिङमा सुरुवातमा चाहिँ यहाँ हुनुहुन्छ केन्द्रीय कार्यालय काठमाडौँबाट यता हुनुहुन्छ दुरा सेवा समाज नगर समिति माडी चितवन यता बाजा टोली हुनुहुन्छ अनि ल यताको बाजा टोली चाहिँ खतरा नै हो यता काठमाडौँ उपत्यका समिति एकछिन होल्ड ल जिल्ला कार्य समिति चितवन धुरा सेवा समाज ल यता भरतपुर चितवनको यता हुनुहुन्छ ल यता फेरि यता पनि
अगाडिदेखि बनाउनु। हाम्रो रेलीको लाइन चाहिँ परसम्म छ गाइज। ल यो पनि भरतपुर नै हो है, भरतपुर स्टुडेन्ट। यता जुरा सेवा समाज लमजुङ, अनि यता आउँदै हुन्छ दुरा सेवा समाज इकाइ समिति सुन्दर बजार लमजुङबाटै। ल यता चाहिँ ठाडो भाका चलिरहेछ गाइस, ठाडो भाका। सानीसवारी इकाइ मध्य नेपाल नगरपालिका 6 लमजुङ। यो चाहिँ यो पनि लमजुङबाटै हो गाइस। उता हुनुहुन्छ दुरा सेवा समाज। यो चाहिँ 2-3टा गाउँको मिक्स रहेछ। उता हुनुहुन्छ दुरा सेवा समाज भोर्लेटार। खसे गाउँ इकाइ दुरा डाँडा लमजुङबाट हुनुहुन्छ यहाँ। उता आउँदै हुनुहुन्छ व्यास नगरपालिका वडा नम्बर 11 रामथुम्की तनहु। र यता हुन्छ तनहु सुर इकाइ तनहु। सिसाघाटबाट हुनुहुन्छ यता। ल यता ल यो चाहिँ चुड्का गाइस। यता दमौलीबाट हुनुहुन्छ गाइज। ल उहाँलाई चिन्नुहुन्छ भने ल कमेन्ट गरौँ है, उहाँलाई चिन्नुहुन्छ भने। र उताको ग्रुप चाहिँ कता हाडी खोला लमजुङबाटै। यता हुनुहुन्छ जिल्ला कार्यालय कास्की जिल्लाबाट। ल हाम्रो यस वर्षको 2083 सालको नयाँ वर्षमा सहभागी अब के भन्छ खै मलाई हजुर हजुर र यति नै हुनुहुन्थ्यो सहभागी हाम्रो समूहहरू चाहिँ 2083 सालको नयाँ वर्षमा दुरा सेवा समाजको नयाँ वर्षमा। ठिक छैन जमाना।
ल हाम्रो चाहिँ यहाँ रेली टोलीहरूको लागि पानीको व्यवस्था यहाँ गरिएको छ है। हावा सरर जता छ निर्माया उतै नजर। ओ मामा हान्न पर्यो के हान्न पर्यो भनेको त्यो। साथीहरू हामी चाहिँ ब्याक टु प्रोग्राम हल। ल हामी चाहिँ यस्तरी रेली गरेर हामी आफ्नो प्रोग्राम गर्ने हलमा ब्याक भइसकेको छौँ साथीहरू।
छिर्दैछु। ल साथीहरू, हाम्रो प्रोग्राम हल चाहिँ यस्तो रहेको छ। अब हाम्रो सबै नाचगान कार्यक्रमहरू अनि त्यसपछि स्पिचहरू सबै यहीँ हुन्छ है, तपाईँहरू हेर्न सक्नुहुन्छ। दुरास सेवा समाज 33औं वार्षिक उत्सव, यो चाहिँ 33औं वार्षिक उत्सव हो, उद्घाटन समारोह। ल रेली, हाम्रो रेली टोलीहरू चाहिँ आउँदै हुनुहुन्छ। ओहो खै गीतै बन्द भयो त यार। सम्झी गीत आउने यार। साथीहरू, रेलीको प्रोग्राम सकाएर चाहिँ अहिले चाहिँ खाना खाने प्रोग्राम हुँदैछ यहाँ। बल्ल भाइरल हुन्छ कि खै त हेलो हेलो गर न। दुरिनीहरू यस्तो राम्री राम्री हुँदो रहेछ गाइस।
ल भनिदिनु केही भनिदिनु उनी जो यिनी उही गोपालदुरा भ्लग्स होइन हजुर सबैले गोपालदुरा भ्लग्समा गएर लाइक सेयर कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला अनि दुरा सेवा समाजको 33औं वार्षिक उत्सव नेपाल काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा भइरहेको छ हामी चाहिँ रमाइलो गर्दैछौँ हेर्दै गर्नु होला सिन्सहरू रमाइलोहरू दुराको कल्चर थ्याङ्क यू छोङ्गे वेलकम कहाँ पुग्ने हो यो रेल ल साथीहरू अहिले चाहिँ हाम्रो के भन्छ चुड्का अब हाम्रो नाचगानको कार्यक्रम चाहिँ भ्याइयो यहीँ अब चाहिँ हामी अब यसो खानपिन गरेर अनि हामी घरतिर लाग्नुपर्ने हुन्छ गाइज हाम्रो कारहरू देखाइदिनु यसो ल साथीहरू हाम्रो चाहिँ अब फाइनल डिनर हुँदैछ अनि यो डिनर सिनर खाएर चाहिँ हामी भयो आम्मा कत्रो हालिदियो भयो अब यो डिनर गरेर चाहिँ हामी चितवनतर्फ लागिन्छ साथीहरू टन्नै हालिदेऊ दाल त यस्तो भेज खान्नौँ हामी सिधै नन भेजमा जान्छौँ कि बास यस्तो अन्त बास भयो ल साथीहरू हामी बसमा बसिसक्यौँ घर जानलाई न्यु इयरको ल साथीहरू हाम्रो न्यु इयर चाहिँ आएर इन्ड हुन्छ अनि अहिलेसम्म हेरेर बसिदिनु भएकोमा धन्यवाद सबैजनालाई ल साथीहरू अहिले चाहिँ म घर आइपुगेँ अनि अहिलेसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू फर वाचिङ अनि त्यसपछि अब चाहिँ सी यु इन नेक्स्ट भिडियो नेक्स्ट एपिसोडमा है त